सो हेलो नमस्ते एभ्रिवान, नमस्कार के छ तपाईहरुको खबर। आज फेरि पनि नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु। साथमा मेरो दाइ, साथमा म र मेरो दाइ हेर्नु त, म र मेरो दाइ हैन। अब भ्लग त के भन्नु, यत्तिकै जान लाग्यो। एसेट गरे छैन के? एसेट गरे छैन। गरे अहिले गर्छ, एकछिनमा राख्नु न, ग्र्याब हो अनि एकछिनमा कहाँ गर्छ। सो हामी जान लागेको छौँ कहाँ भनेपछि तपाईँको कहाँ जाने अरे दाइ? हामी जेन्जारुम केलाङ भन्ने ठाउँमा जान लागेको छौँ। नेपालबाट दाइ आउनुभएको थियो अनि त्यसपछि आऊ भाइ यतै बसौँला राति, यसो नेपालबाट सुकुटी टुक्टी लिएर आउनुभएको थियो। नेपालको कोसेली। अब विदेशमा भएपछि त होइन दाइ, खानु पर्यो नि त। अनि त्यही हामी खाना गइरहेको छौँ। यसो अब जाँदाखेरि यसो आज जाने, बेलुका बस्ने हामी। त्यसपछि आज गएर बेलुका बसेर तपाईँको भोलि हामी उता भयो भने उता पोर्ट केलाङ भन्ने ठाउँ छ, त्यहाँ हामी जान्छौँ घुम्नलाई। टाइम मिल्यो भने जाने, नत्र केलाङ गएर नेपाली होटलमा हामी यसो मोमोसम्म खाएर फेरि आफ्नो ठाउँतिर फर्किने भनेछौँ। अब हामी जान आँटेको, यहाँ ग्र्याबको वेटिङ गर्दैछौँ। यो दाइ हुनुहुन्छ दाङको, अनि यता म भए ग्र्याबको वेट गर्दैछौँ। रेडबुल खाँदै, चिसो पनि खानु पऱ्यो नि त होइन, बेला बेला दाइ खानु पऱ्यो। अब ग्र्याब दाइ कति मिनट छ अरे? ग्र्याब 7 मिनट। कति नम्बर गाडी हो? यही त होइन? ग्र्याब आउँदैछ अरे, अनि त्यसपछि हामी टक्क लाएर अगाडि बढ्छौँ। गाइस तपाईँ हेर्न सक्नुहुन्छ, हाम्रो ग्र्याब पनि आइपुगेको छ। दाइ बस्दै हुनुहुन्छ, अनि त्यसपछि अब हामी लाग्दैछौँ। हेलो अब या अब हाम्रो ग्र्याब पनि हिँडिसक्यो। टक्क लाएर हामी हिँड्छौँ। अनि पहिला मायाङ गरेर त्यहाँ अलिकति चिसो किनेर अनि बल्ल हामी आफ्नो गन्तव्यतर्फ लाग्छौँ होइन त दाइ? ओके, ठिक छ। म तपाईँहरूलाई पछि बाटो देखाउँदै गर्छु। हामी निस्क्यो। यहाँ टच एन्ड सिस्टम हुन्छ क्या। फेरि यहाँ तपाईँको कुनै पनि बिल्डिङभित्र छिर्नुभयो भने तपाईँको त्यहाँ तिर्नु पर्ने हुन्छ क्या पार्किङको। सो आइसकेको छ हाम्रो गाडी। पार्किङको लागि 100-150 झगडा गर्ने सिस्टम हुँदैन यहाँ छैन, यहाँ टक्क लाएर कार्ड टच गर्ने हो। सो यहाँ अनि ग्र्याब हिँड्छ। त्यसपछि ठिकै छ। अब यहाँ जाम पर्यो, सुरु हुने बित्तिकै गाह्रो छ। हेर्नु त क्यामेरा क्वालिटी यो हो क्या, ल हेर्नु केही इडिट सिडिट छैन होइन। टक्क लाएर क्या देखेछ नि भ्यू। ल हेर्नु, ल तपाईँलाई पनि राम्रो देखाइदिन्छ त। अन्त हामी आफ्नो गन्तव्यमा आइपुगेछौँ। दाइले यहाँ पैसा दिँदै हुनुहुन्छ। दाइ भएपछि भाइलाई के भयो त होइन दाइ? अन्त त्यो त पैसा हुन्छ भन्ने होइन ल निस्कौँ न। चस्मा राख्यो सो भयो होइन, पैसा दिइसकेको। यहाँ हाम्रो फिर्ता दिँदै हुनुहुन्छ। ओके आभान तेरीमा काशी। फेरि गाइजहरू तेरीमा काशी भनेको फेरि उयो होइन नि, फेरि गाली होइन। सुन्दाखेरि नेपालीमा फेरि गाली नराम्रो उयो जान्छ। तेरीमा काशी भनेको यहाँ चाहिँ फ्याङ्कुलाई तेरीमा काशी भन्छ है। ल अब हामी यो दोकानमा जाने हो। अलि चिसो किनेर दाइलाई लगिदिनुपर्छ। ठिकै छ। म तपाईँहरूलाई हामी चिसो लिइसकेछौँ होइन। अब हामी अगाडि छौँ। यो ठाउँ भनेको फेरि यसलाई तामाङ मायाङ भन्छ होइन। अनि यो तामाङ मायाङ हाम्रो पहिला कम्पनी थियो कि ऊ, त्यो यो बिल्डिङहरू छ नि पहिला, यो सब हाम्रो कम्पनीकै हो। यो देखिराख्नु छ हामी पहिला, अहिले हाम्रो कम्पनी सरेर फेरि उता छ। त्यही त हो नि, पुरानो ठाउँहरू फेरि याद आउँछ नि त। यहाँ हामी लगभग 2-2.5 वर्ष जति काम गऱ्यो। अनि त्यसपछि हाम्रो नयाँ कम्पनी उता सारेको थियो। हाम्रो दाइ फेरि पछाडि कसो गफ हान्दै आउँदैछ। ठिकै छ, म तपाईँहरूलाई अगाडि देखाउँदैछु। हाम्रो पुरानो रुम चाहिँ ऊ त्यहाँ थियो, त्यो पर देखेछ नि, हो त्यो चाहिँ हाम्रो पुरानो रुम थियो। ठिकै छ। अब याद आउँछ यहाँ यसो काम गरेको, सजिलो छ यहाँ हामीलाई। उता पनि सजिलो छ। ठिकै छ अब होइन, के भयो त। अब हामी गइरहेछौँ। फेरि ग्र्याब गरेर हामी दाइ भएको ठाउँमा जानुपर्ने हुन्छ। अहिले चाहिँ यति नै हो। अरू कुराकानी पछि गरौँला है त गाइज।
ल है केटाहरूलाई मायाङ मिस गर्दै होला सबै केटा मायाङ त आजकल यस्तो भएछ केटा हो अझै अझै पब्लिक ब्याङ्क पनि देखाइदिउँ ल यो सैलुन भयो पब्लिक ब्याङ्क यहाँ सञ्जीव दाई ठिकै छ ल यहाँ पेट्रोल पम्पमा आइसकेछन् अनि त्यसपछि अब चिप्स खानु पऱ्यो कि भोज जस्तो लाग्यो ग्र्याबवालाले पेट्रोल हाल्न अरे त्यहाँ छ ग्र्याब यहाँको सिस्टम हो नि त सिस्टम त कडा हुन्छ है यहाँको यहाँ चिप्स किन्नलाई यहाँ हरेक पेट्रोल पम्पमा तपाईँको टोयलेटदेखि लिएर भित्रै योहरू हुन्छ टक्क लाएर हेर्न सक्नुहुन्छ मार्ट जस्तो हुन्छ ठिकै छ म तपाईँहरूलाई देखाउँदै गर्छु सो हेर्न सक्नुहुन्छ गाइजहरू विदेशको बाटो यस्तै हुन्छ जहाँ पनि लाइट हाल्दै हुन्छ है दाइ क्या देखेछ हौ लाइट बाल्नु पर्दैन गाडी खै दिनु हामी चिप्स खाँदै चिप्सको मजा लिँदै गइरहेछौँ होइन त दाइ यहाँ हाम्रो ड्राइभर दाइ हुनुहुन्छ यतै हाम्रो दाङको दाइ मस्तले बसेर पछाडि चिप्स खाइरहेछ यहाँ फेरि जाम टन्न हुँदो रहेछ तर जाम लामो होइन है दाइ बिस्तारै मतलब 1 मिनटको 30 सेकेन्डको यस्तो जाम हुन्छ छिटो कटिहाल्नु सो हेलो एभ्रिवान हिजो अब बेलुका राति भइसकेको थियो हामी यहाँ पुग्दा त्यही भएर भिडियो सिडियो खिच्न पाइन्न होइन त्यसपछि ए हाम्रो दाइ यता हुनुहुन्छ नेपालबाट आउनुभएको दाइ यता हेर्दैन होइन मतलब छुट्टीमा जानुभएको थियो यसो अरे टक्क लाएर दाइ पुरा मरद छ त कान कोट्याइद अनि यता हाम्रो दाइको लुक्स हेर्नु टक्क लाग्यो त फेरि अब हामी केलाङ जाँदैछौँ त्यहाँ यसो घुम्न जाने कुरा थियो तर अब भएन काम पऱ्यो हाम्रो छुट्टै अब हामी केलाङ जाने हो यहाँबाट अनि यहाँबाट केलाङ गएर अलिअलि यसो मोमोसोमो खाएर एकछिन बसेर गफसप गरेर दाइ भाइ धेरै दिनपछि भेट भएको छ नि त होइन त दाइ अनि यसो भेट भएपछि गफसप त हान्नु पऱ्यो अनि यसो गफसप हालेर अनि फेरि हामी आफ्नो ठाउँतिर लाग्छौँ ब्लगमा जोइन हुँदै गर्नु होला आफ्नो आफ्नो गर्दा होइन धेरै त्यस्तो नेपालीको पुरा सांस्कृतिक भयो छैन नि त अनि यहाँ फेरि पुरा टप्री स्टाइल छ नि फेरि घाँटीमा रुमाल हालेर त फेरि आम्बो पसिना आउँछ नि त भाइ मोटो मान्छे चर्बी धेरै छ ठिकै छ ल ग्राम आउँछ ग्राम आएपछि म तपाईँहरूलाई अगाडिको फाइनली गाडी आइपुगेको छ होइन दाइहरू हिँड्दै हुनुहुन्छ हेर्नु सक्नुहुन्छ रुगा लाएर स्वर कस्तो भएको छ चिसो पनि खान मिले छैन अनि त्यस टक्क लाएर हामी अब गाडीमा चढ्छौँ अनि त्यसपछि उता गएर म तपाईँहरूलाई देखाउँछु अगाडिको चाहिँ होइन हेलो अबाङ गुड मर्निङ केलाङ या पब्लिक ब्याङ्क सही हामी 3 जना बसिसकेको छौँ हाम्रो दाइहरू हुन्छ सञ्जीव दाई फ्रम दाङ यता हाम्रो प्रकाश दाई फ्रम इटरी होइन यहाँ हाम्रो बोस हुनुहुन्छ फ्रम मलेसिया होइन ठिकै छ म तपाईँहरूलाई अगाडिको भ्यू देखाउँदै गर्छु हामी यहीँ राति बसेको थियौँ एउटा प्लटिङमा कस्तो मजाको घरहरू हालिदिएको छ राम्रो बनाइदिएको छ कोलोनी अहिले त होइन भरे बेलुकासम्म अलिअलि खाएपछि कोलोनी भइहाल्छ ठिकै छ होइन त्यो के ब्याङ्क पो थियो त दाइ यहाँ हेर्नु न यो खजुरको बोटको बिचमा यहाँ कस्तो मजाको बाटो बनाएको छ पुरा केरला जस्तै फिलिङ आयो त दाइ यो खजुर जस्तोको बोट छ त होइन खजुर सानो हुन्छ यो त पुरा माटो घैँटोभन्दा ठुलो पर्दैन यहाँ हेर्नु है विदेशको बाटोतिर के गाउँको बाटो यस्तो छ होइन नेपालतिर त त्यही त गाउँको बाटो यहाँ यस्तो छ क्या झन् मेन बाटो त अलिक कडा छ नि त होइन लोकल गाउँघरतिरको एरियाको बाटो यहाँ यस्तो छ हेर्नु होइन अब नेपालमा चाहिँ
ठिकै छ नेपालमा पनि विकास हुँदैछ बिस्तारै त्यस्तो नराम्रो होइन अहिले अब घुसखोरी नेताहरू सब गइसक्यो हानेर नेपाली जनता जेन्जीहरूले बगाइदिइसक्यो नि त त्यही हो ठिकै छ एउटा कुरा सोधौँ नेपाल भन्ने बित्तिकै ठ्याक्क के याद आउँछ क्या नेपाल भन्ने बित्तिकै मतलब मनमा के आउँछ त्यो पहिलो उयो नेपाल भन्ने के याद आउँथ्यो नेपालको भेडाहरू हामी नेपाली भेडाहरू आएन दाइ नेपाल भन्ने बित्तिकै तपाईँलाई के कस्तो लाग्छ भन्नाले मतलब सुरुमै के वर्ड निस्किन्छ त्यस्तो नेपाल भन्ने बित्तिकै त त्यही बेरोजगारी हो बेरोजगारी काम छैन तिमीले चाहिँ भन्न खोजेको सुन्दर भन्न खोजेको होइन मलाई नेपाल भन्ने बित्तिकै ठ्याक्क घरको याद आउँछ कि ओहो घर छ भनेर क्या त्यो मतलब हुन्छ नि घर त भइहाल्छ नि घर भनेको त त्यस्तो कुरा त मेरो वाइफ मेरो छोरी भन्नु भएन होइन भन्ने बित्तिकै के याद आउँछ अमेरिकामा नि त होइन जस अब जस्तै नेपाल भन्ने बित्तिकै तपाईँलाई झ्याप्प के आउँछ त के खुसी मिल्छ त भन्दाखेरि घर छ यार नेपाल कहाँ छ घर बाउले बाहिर बसेर त्यस्तो बाउले हाले घर छ नि आफूले हाले घर छ र बाउको घर हो नि होइन आफ्नो त घरै छैन न जग्गा छ न घर छ मतलब कस्तो कुरा गर्छन् अब फेरि के भनेर सम्झाउनु भाइ अब म त प्रकाश दाइले भन्न सुहाउँछ घर छ भनेर तिमीले हामीले सुहाउँछ होइन क्या कस्तो भने तपाईँ अनि नेपालमा कहाँ बस्नुहुन्छ त नेपालमा त भाइ घरबाट निकालिदियो भने भाडामा बस्नेहरूको घरमा सोचै यस्तो भएको मान्छेहरू छ म केही भन्न सकिनँ होइन अरू कुरा त्यस्तै बाटो हेर्नु तपाईँ त्यही चित्त बुझ सत्य कुरा तितो हुन्छ क्या भाइ त्यो सत्य कुरा तितो होइन त खै हुन त अब जसले जोसँग जति हुन्छ त्यसले त्यति बुझ्ने हो अरू कुरा त्यस्तै हो त्यही हो घर छ अरे क्लाउड त कस्तो दामी देखेछ हौ त बादल हुन्छ क्या भाइ बादल ओके गाइस वी आर फाइनली अराइव्ड ओके terima kasih selamat jalan bercuti bye bye सब्सक्राइब जग्गा सब्सक्राइब Hai, thank you ल साथीहरू अब हामीहरू आइपुग्यौँ क्यामेरा पकड्ने हामीहरू आइपुग्यौँ दसवटा लाएर आफ्नो गन्तव्यमा यही तलबाट जान्छ होला पैसा निकाल्नुहुन्छ फाइनली हामी आइसक्यो दाइ हाम्रो आइपुग्नु भएको छ यता अधा टक्क लाएर खोइ त मान्छे नै हराउँछ नि त हौ मान्छे पनि ठुलो हुनु पनि राम्रो होइन नि क्यामेरामै आँट्दैन यार मान्छेहरू होइन त भनेको म यहाँबाट अनलाइनमा हालिदिइहाल्छु अहिले पनि त निस्किन्छ त ल निकाल्नु न कि त अनलाइन छँदैछ अनलाइन त्यो चलिहाल्छ नि पैसा हेर्नु रङ्गोली बनाएको छ दीपावली गयो होइन त्यो त सबै कहिले गयो सक्दैन एउटै त अघि र दीपावली लक्ष्मी पूजा होइन नि नेपाल र यता अलिक फरक हुन्छ छैन कहाँबाट फरक हुन्छ नेपालको मलेसियाको सबैको दीपावली एउटै हो त गाडी आयो यहाँ यस्तो छ यहाँ केलाङ्गा यहाँ अन्डरग्राउन्ड बाटो हिँड्नुपर्छ मान्छेहरू पनि अन्डरग्राउन्ड छ अरे को भन्ने कुरा सुनेको थिएँ होइन यहाँ बाटो पनि अन्डरग्राउन्ड भएको त यही हो आइरह्यो क्या मान्छेहरू पनि यहाँ अन्डरग्राउन्ड छ बाटो पनि अन्डरग्राउन्डै हिँड्नुपर्छ भनेको नि बाटो क्रस गरौँ होइन अब यहाँ सबै नेपाली होटलहरू हिँड्छ म तपाईँहरूलाई अगाडि देखाउँछु ल
यहाँ फेरि टेन्सनको माहौल बनिसकेको छ। हाम्रो दाइको इयरफोन हराएर पसिनै पसिना भइसक्नु भएको छ। के गर्नु गाइस, आमा इयरफोन हराएको नि एउटा कानको टोकरा हराएको न यहाँ मान्छेहरू अब रुन मात्र बाँकी छैन। अब त्यही फेरि भएर म चाहिँ रफ बोल्ने वातावरण ननिकाल न भयो नि अनि त्यही भएर दाइलाई अब यसो हिँड्दा हिँड्दै किनिदिन्छु भाइ, earphone त एयरपोर्ट हुन्छ। किनिदिनु पऱ्यो होइन एउटा। अरू कुरो त्यस्तै हो। भिडियोमा भन्ने होला किनिदिउँ होला, तर म चाहिँ किनिदिँदैन, आफ्नो पैसाले आफू किन्नुहुन्छ होइन दाइ। यो केलाङ तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो सबै नेपालीहरू छ, नेपाली होटलहरू।